2082 फागुन 21 हामीले आफ्ना प्रतिनिधि छानेर संसद पठाए तापनि सरकार, संसद र राजनीति हुँदाहुँदै किन बारम्बार अध्यादेशको बाटो रोजिन्छ? के यो लोकतन्त्रलाई सहज बनाउने उपाय नै हो कि राजनीति शक्तिले प्रयोग गर्ने सर्टकट मात्र? नेपालमा विशेष गरी 2078 सालतिर राजनीति घटनाक्रम वा अध्यादेश विवादहरूले यस प्रश्नलाई अझै गहिरो बनाइदिएको छ। सबैभन्दा सुरुमा बुझौँ अध्यादेश भनेको के हो। अध्यादेश भनेको सरकारले तत्काल आवश्यक परेको अवस्थामा राष्ट्रपति मार्फत जारी गरिने अस्थायी कानुन व्यवस्था हो। नेपालको संविधान 2072 धारा 114 ले यो व्यवस्था स्पष्ट रूपमा दिएको छ। यस अनुसार सङ्घीय संसद दुवै सदन बैठक नभएको अवस्था र तत्काल कानुन आवश्यक परेको बेला मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छ। अध्यादेश जारी भइसकेपछि संसद बसेको 60 दिनभित्र पारित हुनुपर्छ, नभए निष्क्रिय हुन्छ। यहाँ मुख्य प्रश्न उठ्छ, यदि कानुन बनाउन संसद छ भने किन अध्यादेश चाहिन्छ? यसको उत्तर बुझ्न हामीले कानुन बनाउने सामान्य प्रक्रिया बुझ्नुपर्छ। सरकारले विधेयक तयार गर्छ, त्यसपछि त्यो विधेयक प्रतिनिधि सभामा पेश गरिन्छ। यहाँ संसदहरूले यसबारे छलफल गरेर के कुरा सही छ, के कुरा सुधार्नुपर्छ भनेर कुरा उठाउँछ। यदि आवश्यक परेको खण्डमा यो विधेयक विषयगत समितिमा पठाइन्छ र यहाँ अझै गहिरो रूपमा छलफल हुन्छ र आवश्यक संशोधन गरिन्छ। संशोधन गरिसकेपछि यो विधेयक फेरि प्रतिनिधि सभामा ल्याइन्छ र यहीँबाट पास हुन्छ। पास भइसकेको यो विधेयक राष्ट्रिय सभामा जान्छ। दुवै सदन स्वीकृत भइसकेपछि मात्र राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुन बन्छ। यो प्रक्रिया लोकतान्त्रिक, पारदर्शिता र बहुसंयुक्त हुन्छ र अत्यन्तै लामो पनि हुन्छ। यही लामो प्रक्रियाका कारण सरकारहरूले कहिलेकाहीँ अध्यादेशलाई छिटो निर्णय गर्ने माध्यमको रूपमा प्रयोग गरिन्छ। विशेष गरी 2078 सालतिरको आसपासमा राजनीतिक घटनाक्रममा अध्यादेश निकै चर्चामा आएको थियो। तत्काल नीतिगत नियम, प्रशासनिक परिवर्तन र संवैधानिक निकाय विषयको बारेमा अध्यादेश प्रयोग भएको देखिन्छ। यही कारण विपक्षी दलहरूले संसदलाई बाइपास गर्ने प्रयास, शक्ति केन्द्रित गर्ने रणनीति र राजनीतिक नियन्त्रणको उपकरण भनेर आलोचना गरिरहेको देखिन्छ। अध्यादेश किन विवादित हुन्छ? विवाद हुनुको मुख्य कारण यसको प्रयोग हो। किनभने कहिलेकाहीँ आपतकालीन आवश्यक परेको बेला अध्यादेश प्रयोग हुन्छ, अर्थात् कहिलेकाहीँ राजनीतिक स्वार्थको लागि पनि प्रयोग भएको आरोप लाग्छ। अध्यादेश राम्रो हो कि नराम्रो भन्ने बहस पनि यहीँबाट सुरु हुन्छ। सरकार भन्छन् काम छिटो हुनुपर्छ, कानुन बाधक छ। विपक्षी भन्छन् यो लोकतान्त्रिक प्रक्रिया कमजोर पार्ने तरिका हो। बितिसकेको समयमा पनि नेपाल अध्यादेश मार्फत विभिन्न कानुन संशोधन, संवैधानिक निकाय नियुक्त र प्रशासनिक निर्णयहरूमा तुरुन्तै लागू भएको उदाहरणहरू पाइन्छ। कतिपय अवस्थामा अध्यादेशले सरकारलाई काम छिटो गर्न सहयोग गरेको छ भने कतिपय अवस्थामा शक्ति केन्द्रित गर्ने माध्यम वा विपक्षी कमजोर गर्ने उपकरणको रूपमा आलोचना गरिएको पाइन्छ। तर यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने अध्यादेश आफैमा खराब होइन। संविधानले नै यसलाई अनुमति दिएको छ। तर यसको प्रयोग सीमित र जिम्मेवारी हुनुपर्छ। किनभने संविधान अनुसार अध्यादेश जारी गर्नु दुई मुख्य अवस्था हुनुपर्छ। पहिलो, संसद दुवै सदन बैठकमा नहुनु र दोस्रो, तत्काल कानुन आवश्यक हुनु। यी दुई मुख्य अवस्था नभई अध्यादेश जारी गर्न पाइँदैन। के अहिलेका सरकारहरूले ल्याउने सबै अध्यादेश साँच्चीकै आपतकालीन हुन्छन् कि केही विषयमा अर्जेन्ट बनाएर सर्टकट लिन्छ? किन सबै सरकारहरूले नियमित संसदीय प्रक्रिया छोडेर बारम्बार अध्यादेशको बाटो रोजिन्छ? कानुन बनाउन समय लाग्छ, कहिलेकाहीँ महिनौँ, कहिलेकाहीँ वर्षौँ। त्यसैले सरकारहरू भन्छन् यदि 5 वर्ष सरकारमा बसेर पनि कानुन बनाउन समय लाग्ने हो भने प्रभावकारी काम कहिले गर्ने?
त्यसैले काम छिटो गर्न अध्यादेश चाहिन्छ भन्ने तर्क पनि आउँछ। अब अर्को प्रश्न पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यदि प्रभावकारी काम गर्न कानुन बाधक छ भने समाधान गर्न संसदबाटै कानुन सुधार गरेर गर्ने हो कि अध्यादेश मार्फत सर्टकट लिने हो? यही ठाउँमा अध्यादेशको वास्तविक द्वन्द्व सुरु हुन्छ। सत्तापक्ष भन्छन् यो बाध्यता हो, विपक्ष भन्छन् यो राजनीतिक रहर हो, जनता भन्छन् कहिलेकाहीँ आवश्यक उपकरण हो, तर कहिलेकाहीँ राजनीतिक खेलको रूपमा बुझ्छन्। अध्यादेशको वास्तविक प्रश्न यो होइन कि राम्रो कि नराम्रो, यसको वास्तविक प्रश्न हो यसको प्रयोग कसरी भइरहेको छ, किन भइरहेको छ र कुन उद्देश्यका लागि भइरहेको छ। अब अन्तिम प्रश्न तपाईहरुसँग, वर्तमान सरकारले अध्यादेश प्रयोग गरिरहेको छ त्यसको उद्देश्य सही कुराको लागि हो कि निजी स्वार्थको लागि? तपाईको विचार कमेन्टमा लेख्नुहोस्।